तर यो तपाईँले गर्नु मिल्दैन भनेपछि उहाँले मलाई च्याप समातेर यस्तो गरेर यस्तरी लिएर जानुभयो कि यस्तरी भोग्रा लिएर जानुभयो सबै यु परसम्म यस्तरी लिएर जानुभयो नेपाल खानी समाजको अध्यक्षलाई खोइ युवा यही भएर जाने यो सम्पूर्ण दर्शकबिनलाई स्वागत छ। यो धेरै पछिको उसो हो यस्तो छ कि यहाँनिर नि यो चाहिँ हाम्रो अहिलेको चाहिँ भुगोली मेला हो। भुगोली मेलामा चाहिँ विभिन्न जात जातिको चाहिँ यो एउटा जात हो, यो पनि मान्छे नै हो होइन। यो त सबैजना जातै जातको छन्। यो त्यो एउटा उतै एउटा यहाँ एउटा त्यसको तल्लोपट्टि चाहिँ थामीको छ जुन चाहिँ म हो होइन। यो थामी सबै चोल्डियो हो। अनि त्यसपछि पछाडिको ठाउँमा चाहिँ हाम्रो चाहिँ नाच्ने ठाउँ छ। अब अहिले चाहिँ तल पूजा गर्दैछ। पूजा गरिसकेपछि अनि चाहिँ त्यो टिका लाउँछ। अनि चाहिँ आएर होइन ड्याङ 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 त्यो के मादल झाडी साडी बजाएर नाच्थ्यो। हाम्रो चाहिँ त्यस्तो छ परम्परा रहेछ यहाँ अब होइन। ठिक छ सी यु गाइज, म तपाईँलाई देखाउँदै गर्छु होइन। हो नि हेर न यहाँ तरुणीहरू त मास लास छ नि यहाँ नमस्ते गराऊ नमस्ते गराऊ हजुर नमस्ते आदम नमस्ते गराऊ नमस्ते 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 नगाम क्यामेरा गए नमस्ते गराऊ भाइ नमस्ते गर्नु न क्यामेरालाई हो। म एउटा देखाउँछु हामीलाई भैँसीको भैँसीको नारु बजाएको पहिला नमस्ते गर रहेछ यहाँ भन्छ त मामा नमस्ते नगरी बस्दा एक चार जम्बू खाने सोध्यो नि दिदी एक जम्बू कति हो यसको कति हो 600 रुपियाँ छ च्यापल नाली एकछिन तर मुस्तान यो त ओले बुम्बा कारी अहिले चाहिँ हामी तोङ खान जाँदैछौँ। तोङको पुङ पाली निकालेका जो माग्छ त्यो आठे नै हो। जसको मुसवालामा त त्यो आठे नै हो। एक नम्बरको बिबी बी 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 खोर 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 बी 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 खोर 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 हामी के पो खोज्दा हो यहाँ खोर 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 Ow! Ow! Ow!
हामी चाहिँ आज उभौली पर्व मनाउन यहाँ आराइस त काका गोकर्ण स्वर आएको हो अनि थोरै हामी त अहिले पर्व मनाउन यता जाँदैछौँ केटाहरू 4 जना छौँ र हाम्रो साथीहरू 10-15 जना जति चाहिँ माथि मेलामा पुगिसकेको छ हो हामी चाहिँ अहिले त्यता जाँदैछौँ यहाँ माथि पुरै यहाँ मासतिर पुरै बजिरहेछ हामी चाहिँ यतै जाँदैछौँ पर्व मनाउन केटाहरू यता छन् नि केटाहरूले त्यो चाउचाउको आराइस थियो मामा चाउचाउको चाहिँ पसलै उठाएर ल्याएको छ नि त उयो त हो मेरो काका केटाहरू अब पर्व मनाउँदै अब थोरै मेरो होइन थोरै खाएको हो केटाहरू यता रमाइलो हुँदैछ अब हामी यो पर्व मनाउनु यो विशेष गरी यो पर्व भनेको चाहिँ किराँती धर्मावलम्बीहरूको मेन पर्व उधौली र उभौली हो तर त्यो मध्ये पनि आज उभौली पर्वमा चाहिँ हामी यता गोकर्णेश्वर आएको छौँ अनि यता जाँदैछौँ अहिले हामी 4 जना चाहिँ यतै 4 जना म दिपेन डबल मिन कुमार 4 जना यता गइरहेको छौँ यता गइरहेको छौँ यता हो दिदीहरूले पुरै टिकटक बनाउँदै हुनुहुन्छ यहाँ माथि ल अहिले हामी पुरै माथि पर्वमा गएपछि भिडियो बनाउँला ओइ लुटपाट गर्नु पाइँदैन है देशी ज्ञान डन्डी भइराखी जान्छ गाईको नाम
कहिले गर्छन् त औपचारिक कार्यक्रम तपाईँ सुरुङा लङ्छ नि होइन दादा हो नि yang ada di Peru yang ani ya ada di Peru ada सब हिँड घर हिँडेको त अम्मै हाम्रो थामीको भूमि गर्ने ठाउँ देख न जुम गरेर यो चाहिँ हाम्रो थामीको घुमे गर्ने ठाउँ हो गोकर्णेश्वरमा गोकर्णेश्वर हामी त अहिले उहाँ पर चाहिँ नाच्दैछौँ उहाँ पर त्योभन्दा तल कसलाई संस्कार भन्छ भने चाहिँ म नि गुरु आप्पा भन्न तयार छ है फेरि हाम्रो चाहिँ आज यस जङ्गलमा चाहिँ हाम्रो नेपाल थामी समाजको चाहिँ आज एकदमै रमाइलो भक्तिसँग चाहिँ हामी मान्ने भनेर आएको छौँ तर हामी आज नाच्नु दिनुभएको छैन क्या फेरि हामी युवाहरूको मेन गुणा चाहिँ के हो भने हामीलाई युवतीहरू नै हेरेनन् क्या पोइन्ट छ फेरि यस्तै हो भने फेरि हावाले होइन त्यस्तै हो भने हामी फेरि अर्को पालिदेखि आउँदैनौँ नि फेरि लाइनमा ल दोस्तीहरू
जानु न यो छोडिदिनु न पैसा दिएर जोखान सम्पूर्णलाई यतातिर चाहिँ ध्यान आकर्षण गर्न हार्दिक अनुरोध गर्दछु। हाम्रो अब प्रविधि गडबडीको कारणले आवेशमा आएर ऊ दाइ पनि आएको छैन, ऊ पनि आएको छैन। मेरो भाइ मैले चाहिँ मेरो होइन त्यही त आजको सकिन्छ क्या हान्ने भयो हानिहाल्यो रमाइलो लङ्सार आयो हाम्रो सक हुन्थ्यो भूमि दिएको सक उठाउनुको कारण के त्यसलाई मैले भन्दैछु तपाईँको एक दिन पछाडि हाम्रो यसरी अनुसार प्रोग्राम त भन्दा उसले गरे किन हाने यो तरिका हो होइन म चाहिँ यतैबाट हो तर त्यो चाहिँ मानसिक रोगी जस्तो हुन्छ कि चाहिँ धामीले जे भने त्यही हुन्छ भन्छ। धामीले के भन्छ त अब छोड्नु हेरेको कुरा रहेछ क्या उसले त चोखाएर हेर्नु भने 500 रुपियाँ पैसा फाल्दै भयो हामीले उसको त उयो होइन नि हामी लिएर पैसा त होइन नि त उसले जतिखेर भन्छ त्यतिखेर चोखाएर मिलेन नि त त्यो भएर अनि त्यो नगर्दा मायासँग हात हालेको भयो क्या सक्यो त हिँड्न अब मान्छे भइसक्यो हजुर खोजेर म बुझ्छु त्यो पनि जे भयो कुनै झगडा गर्ने नियतले आएको मान्छे होइन। हामी समाजको चाहिँ एउटा वर्षमा आउने उदाउने पर्छ भनेर म फर्स्ट टाइम आएको तर आज नेपाल खानी समाजको अध्यक्षलाई होइन युवा यही भएर हामी त्यो निभाइसकेपछि मैले सर यो तपाईँले गर्नु मिल्दैन भनेपछि उहाँले मलाई च्याप समातेर यस्तो गरेर यसरी लिएर जानुभयो कि यसरी भोग्रा लिएर जानुभयो सबै मुख परसम्म यसरी लिएर गर्यो यो राम्रो काम भएन। जातीय संस्कृति अनुसार जे गर्नु भएको छ होइन यहाँ अहिले गर्दै गर्नुहोस्। फोटो उहाँले हामीलाई दिनुभएको छ त्यो फोटो हामी यहाँ चारैतिर हेर्छौँ त्यो मान्छेलाई खोज्न हामी पनि लाग्छौँ। लगडाओ हाम्रो त लास्ट अन्तिम टाइम है अहिले 5:30 6 बजिसक्यो होइन हजुर आफूहरूले त्यो भाइहरूलाई एक राउन्डबाट यहाँबाट सर
छ होला ल्याङल्याङ गर्छ सबैजना खाएको छ तिनीहरू सबैजना अनि त्यो पेजमा हुन्छ त्यो कहीँबाट त्यो भिडियो फुटेज चाहिँ पायो भने डकुमेन्ट गरिदिएर डकुमेन्टमा जो मान्छे डाइरेक्ट देखाएको छ त्यो मान्छेलाई त्यो मान्छेको त्यति क्लिप चाहिँ तानेको भिडियो चाहिँ एउटा चाहियो भाइहरू जो यहाँ यो गरेको अलिकति खाएको छन् त्यो भाइहरूलाई चाहिँ यहाँदेखि सबले सोरेर लिएर जानु अब हाम्रो चाहिँ अन्तिम सकिएको छ होइन यता फ्रन्ट क्यामेरामा पनि फ्रन्ट एकछिन यो साइड पनि सकिएको छ होइन हाम्रो नेपाल सङ्घसँग त अलिकति कति ल्याङ यताउता के पऱ्यो होइन त्यही भएको कारणले स्पेसली सकिसक्यो होइन यसपछि यताबाट अलरेडी चल्दै नै छ हाम्रो चाहिँ अब अलरेडी सकिसकेको छ अब केटाहरू कोही हानिगयो नि टोटल हानिगयो कि थियो फाइटमा भन्दा टोटल हानिगयो कि थियो टोटल 14 एक्सक्युज मी दाइ अलिकति ल हामी जान्छ हानेको थियो नि 14 भयो अहिले हामी 5 जना छौँ अरू केटाहरू 9-10 जना चाहिँ 9-10 जना चाहिँ गइसक्यो होला छ नि हो नि यो पनि हान्यो यो चाहिँ हाम्रो राईहरूको हो 1 2 3 1 2 3 1 2 3 1 2 3 यो चाहिँ हाम्रो जिल्ला भनेको कुरा होइन लास्टमा यो भन्दा पनि उता सकिसकेको छ यता मात्रै बाँकी छ अनि केटाहरू यता बाँकी यताबाट गइरहेको छ होइन निकै लाने झगडा पऱ्यो क्या नत्र धेरै रमाइलो हुन्थ्यो होला होइन सो अब हामी चाहिँ टिममा नै हिँडिरहेको छौँ है बाहिर गइरहेको छौँ केटा होइन दाइ हेलो हेलो होइन क्या यस्तो भन्नु न भोलि युट्युबमा हाल्यो ड्याम ड्याम तिनीहरूले कुर्सी चाहिँ कहाँ लगायो तिनीहरूले कुर्सी चाहिँ कहाँ लगायो के लाग्यो कुर्सी हेर्नु छ त्यहाँ कि माया नि सँगै ल्याउनु न आन्टीहरू माया नि सँगै लान्न आन्टी अलिक माझा क्या यो त आउँदैछ उसो होला जाउँ न तर निको कहाँ झगडा माथाबाट अलिक आयो टाइममा खाथ्यो होला है रमाइलो तर यस्तो के भयो देखिन त मैले यहाँ गएको डेको सक्यो केटा गेट होइन अब गएको केटाहरू छ तल अब भेट्ने हो बसमा चढ्ने लागेको तपाईँलाई यता सुन्नु न झगडा देखेर तपाईँ कहाँ लुक्नु भयो कहाँ लुकिन तपाईँलाई देख्नै भएको भने झगडा यतिमा अगाडि पर छुट्याउनु गएको त अहिले फुटेजमा हेरौँ ल न फुटेजमा होइन त माया त्यतै झुडे चाहिँ आज के उयो नुहाउनु गिर गयो हो ए होला तो थाहा त माया त्यतै उयो रहेछ मिकाइ कसै नि यो हानिएको छुट्टा छ यार यार सिद्धै जस्तो याद गाइडको मुन्डो डिप्रेसनमा मियो यसो त यार सुमा अन्त सिंह पछि उता गएर कहाँ हेर्न त्यो रोड हुन्छ होला नि गोवाको रोडले त डाइरेक्ट बस्नुहुन्छ तामाङको छोरा रे हो हान्दिम रे हो तामाङको छोरा हान्दिम त मैले सुनिनँ कि होइन के हारा पार्नु हुँदैन तो सन्ने चाखेर हेउ त ल्याउनु होइन अनि मनी गएको होइन यहाँ त मेरो काक्सका छुटेन तैँले फेस टु फेस बात थानी हाराइसरी भने होइन का डिप्रेसनमा मियो तपाईँ चाहिँ छ पैसा दिए तैँले पनि गायो माना त थाहा थाहा यही सम्झेर त मैले उस गरौँ भनेको तर एक कुरो उस गरौँ तर हाम्रो लागि त रमाइलो भयो रमाइलो गर्ने आउनेहरूको त अलिक रमाइलो भएन यार मजा आएको थियो म पनि फर्स्ट टाइम अब फर्स्ट टाइम नै यस्तो भयो मेरो सेकेन्ड टाइम हो सेकेन्ड टाइम हो फर्स्ट टाइम हो बोल्नु अर्को टाइम आफ्नो रोडीमा नेक्स्ट टाइम नेपालमा भयो हाम्रो चाहिँ मेन रोड हो
कता गइदिन कुदाइन तपाईँ आयो बस स्ट्यान्ड ठाउँमा हो बस स्ट्यान्ड आएको हो एकछिन न तिर्न आएछ नि बस स्ट्यान्ड छ नि खोइ श्यामदाई खोइ श्यामदाईको मोबाइल त मसँग छ फोन चाहिँ गरेको रहेछ मलाई यहाँनिर होइन अलिक उता होइन हेलो बाई बाई ओ दोस्त बाई बाईलाई जाऊँ ल राम्रोसँग ल कहाँ हो यार यो नाम कुदाएर छ मैले बल खो क्या बल खाएर छ होइन काल छ नि बलको बेकाइ नि हेर्दै फिर पहिला खेल्नु होइन पहिला कन्फर्म लगाउँ कि फेरि यहाँ नि कस्तो रमाइलो भयो त खबरी कस्तो जङ्गिन्छ सुरुट लिएर आउनु न ओए पहिला कन्फर्म लगाउँ है त्योभन्दा त यताबाट गएर भाइ नभए गाडी हे त मिगा सुदिन दिए गाडी बल खायो त 30 रुपैयाँ लाग्यो त्यही भएर कल गरेर सन्देश खोइ माटी नै झरेको हो सन्देशलाई फोन गरेर सामानहरू कहाँ छ भनेर त्यो सामान ल्याएर ल सन्देशलाई तर पहिला फिसुलुङ त ल्यायो सन्देशलाई फोन गर्न सन्देशलाई फोन गर्छु क्या मैले त्यो सामान ल्याएको गाडी कहाँ छ भन्दा त्यो सामान लोड गरेको गाडी त्यही गाडीमा जाने ऊ चाहिँ होइन होइन बस ल्याएको छ क्या ए बस दिनु हो यस्तै होला सायद फोन लाउने भयो एउटा उकालो थियो क्या उकालो त हेर यता हिँड्यो चौधी गऱ्यो हो निस्केर मात्र कुद्दो गेम त ए नाङ्गा माने त ओ ल राम्रोसँग या ओइ दिपेन राम्रो नजा ल बाबा दोकान गयो पार्टी जान्छ त पार्टी गाईका मिराना कहाँ आउँदै बाटो भेट पाएकोमा भेट गाई किन्छ आएन चिकन खाए श्याममा खाँदै श्याम त यहाँ आउँछ नि हो यस्तो कुरा हो ल जा जाने बेला जाए बाई बाई भोलि आउँछु भोलि तपाईँ एक्लो जानु र हामी 7 जना जानुमा धेरै फरक छ हेर फेरि हामी भोलि आउँछु म पार्टी खानु दिपेन्द्र उयसको वाक्सेको यहाँ पर्सि उठ्छ अरे नि त पर्सि होइन निकोर्सी उठ्छ अरे ल यता त अरू जाने जाउँ बिदा लङ सियु मारा भोलि काम दुख्दैन काम त छ नि ल बाई बाई ल जा ल हामी जाने हामी चाहिँ केटा पाखिलको चोकमा छौँ है सर साथीहरूलाई ल्याम्प बिदा हान्दै हो यसरी गाडी आउँछ ल्याम्प पारे साथीहरू कस्तो गलत बाटोमा आएको रुखको जरा बबरकर हो